यो नेपाल टिभीका सम्पादक श्री मनोज दसौलीज्यू, यहाँलाई यहाँको जिज्ञासा प्रश्नहरू छन् भने कृपया राख्न सक्नुहुनेछ। धन्यवाद महासचिवज्यू। हाम्रो एउटा क्वेसन छन्, प्रश्नहरू छन्। यसभन्दा अगाडि तपाईँहरूले यो वडाबाट 6 र बाहिरबाट 6 गरी टिममा 12वटा टिम मात्रै भन्नुभएको थियो। अहिले चाहिँ 18वटा टिमले यसो गर्नुभएको छ तपाईँहरूले। यसको कारण के हो बताइदिनुहोस् न। धन्यवाद पत्रकारज्यू प्रश्नको लागि। हामीले जसरी हिजो तपाईँहरूले 12बाट अहिले 18 बनाउनु भयो, फेरि थपिएर चाहिँ 20-22 अब भने तपाईँहरूले पहिला चाहिँ टिम दर्ता गर्दाखेरि दर्ता शुल्क त्यही नै तपाईँको अडान स्थगित छ। यो प्रतियोगिताको तयारी अन्तिम चरणमा हामीले अब हाम्रो कार्यक्रम सुरु हुन लागिरहेको छ। कृपया सबैजना आफ्नो यथास्थानमा सबै भएर बस्दिनु म अनुरोध गर्न चाहन्छु। नमस्कार सेवारो, म अर्जुन नावती, सगरमाथा क्लबका महासचिव। स्वर्गीय जीवन नगरको स्मृतिमा सगरमाथा क्लबद्वारा आयोजना हुन गइरहेको बृहत दोस्रो सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता 2026 को विस्तृत रूपमा जानकारी दिन आयोजना गरेको यस पत्रकार सम्मेलनमा उपस्थित हुनुभएका पत्रकारहरू साथै अतिथिवर्ग लगायत यहाँहरू सम्पूर्णप्रति म हार्दिक स्वागत गर्न चाहन्छु। र सर्वप्रथम आज हाम्रो पत्रकार सम्मेलन निमन्त्रणालाई सहज स्वीकार गरी उपस्थित हुनुभएका हिरो नेपाल टिभीका सम्पादक पत्रकार मनोज दसौली सरलाई विशेष हार्दिक धन्यवाद दिन चाहन्छौँ। र आजको यस पत्रकार सम्मेलनको अध्यक्षता गर्नुहुने सगरमाथा युवा क्लबका अध्यक्ष समाजसेवी श्री प्रदीप आकाश दाइज्यूलाई आजको यस सभा अध्यक्षताको अतिथि आसन गरेर दिन म हार्दिक अनुरोध गर्न चाहन्छु। र त्यसैले आज हाम्रो पत्रकार सम्मेलन कार्यक्रमलाई सफल बनाउन हाम्रो निमन्त्रणा सूचनालाई स्वीकार गरी उपस्थित हुनुभएका न्यायवास्य नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद एनआरए मलेसियाका महासचिव श्री विश्वप्रसाद बरालजीले पनि आजको यस कार्यक्रमको अतिथि आसन गरेर दिनमा हार्दिक अनुरोध गर्न चाहन्छु। निमन्त्रणालाई सहज स्वीकार गरी उपस्थित हुनुभएका संयुक्त युवा क्लबका अध्यक्ष साथै एनआरए क्षेत्रीय राज्य समिति वडाका वरिष्ठ उपाध्यक्ष श्री क्याबिनेट चामलिङ राईजीले पनि अतिथि आसन ग्रहण गर्न म हार्दिक अनुरोध गर्न चाहन्छु। र त्यसैगरी आजको यस पत्रकार सम्मेलनलाई सफल बनाउनका निमित्त उपस्थित हुनुभएका हिरो नेपाल टिभीका सम्पादक पत्रकार श्री मनोज दसौलीज्यूले पनि यस स्टेजमा आएर अतिथि आसन ग्रहण गरिदिन म हार्दिक अनुरोध गर्न चाहन्छु।
त्यसै गरी आजको यस पत्रकार सम्मेलनलाई सफल बनाउन उपस्थित हुनुभएका यहाँहरू सम्पूर्ण प्रति पनि आफ्नो यथास्थानमा आफूले आसन गर्न दिन म हार्दिक अनुरोध गर्न चाहन्छु। र त्यसै गरी अब म आफ्नो अतिथि आसनलाई थाती राखेर आजको यस कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। सुरु गर्नुभन्दा अगाडि म हामी जहाँ जता रहे तापनि हामी नेपाली हिन्दुस्तान राष्ट्रिय गानलाई बजाएर हाम्रो कार्यक्रमलाई प्रारम्भ गर्न चाहन्छु। सबैजना राष्ट्रिय गानको लागि जति पनि उपस्थित हुनुभएका सम्पूर्ण आफ्नो यथास्थानमा सही व्यक्ति गर्न हार्दिक अनुरोध गर्न चाहन्छु। र अब मैले राष्ट्रिय गानसँगै कार्यक्रमले अगाडि बढ्न चाहन्छु। र यस सगरमाथा युवा क्लब मलेसिया कलकत्ताद्वारा आयोजना भइरहेको स्वर्गीय जीवन मगन स्मृतिमा पृथक दोस्रो सगरमाथा मात्र भलिबल प्रतियोगिता आयोजनाको तयारी कहाँ विकल्पसम्म पुगिरहेको छ भन्ने कुरालाई विस्तृत रूपमा जानकारी दिनका लागि यस सगरमाथा युवा क्लबका अध्यक्ष श्री प्रदीप बोहरा आकाश दाइले म यस पेजमा निक्लेर विस्तृत रूपमा जानकारी दिन म अनुरोध गर्न चाहन्छु। धन्यवाद महासचिवज्यू। साथै स्वर्गीय जीवन मगरको स्मृतिमा दोस्रो सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता 2026 को विस्तृत जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा उपस्थित हुनुभएका पत्रकार साथै सम्माननीय अतिथिहरू लगायत सम्पूर्ण उपस्थित यहाँहरूप्रति म अध्यक्षको तर्फबाट एकमुष्ट हार्दिक स्वागत गर्न चाहन्छु। त्यसै गरी सगरमाथा युवा क्लबद्वारा आयोजना हुन गइरहेको प्रतियोगिता दोस्रो संस्करण भलिबल प्रतियोगिता हो भने पहिलो संस्करण आमन्त्रण भलिबल प्रतियोगिता गत साल 2025 जुन 6 र 7 मा भव्यताका साथ सम्पन्न भएको कुरा स्मरण गराउन चाहन्छु। त्यसै गरी प्रतियोगिताको पर्पसमा रहेका नेपालीहरू बीच आपसी एकता भाइचारा तथा खेलकुदको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ भन्ने विश्वासका साथ उद्देश्यले यो साल पनि यही मिति 2026 ले 31 जुन 1 तारिक स्वर्गीय जीवन मगरको स्मृतिमा वृहत सगरमाथा दोस्रो आमन्त्रण भलिबल प्रतियोगिता हुन गइरहेको कुरा जानकारी गराउन चाहन्छु। यस प्रतियोगितामा मुलका भित्रका टिम आयोजक सहित 8 टिम र मुलका भन्दा बाहिरको टिम 8 टिम गरी 16 टिमलाई आमन्त्रणा गरेका छौं। मुलका भन्दा बाहिरको आयोजकले निमन्त्रणा गरेको टिमहरूको नामावली यस प्रकार रहेको छ। बीवाईसी बङ्गोले युवा क्लब जोहोर मुहाल, नवदुर्गा युवा क्लब बालुपाहाड एनवाईसी, गोर्खाली भलिबल क्लब जोहोर, मगर सर मलेसिया, आदि खोला स्याङ्जा, गुल्मी सेवा समाज मलेसिया, सगरमाथा युवा क्लब पेलिङ, न्यू स्पोर्ट भलिबल क्लब श्रीगल, त्यसै गरी मुलका भित्रका
आमन्त्रित र सहभागी टिमहरूको नामावली यस प्रकार रहेको छ। भेटा भलिबल क्लब मलाका, सयपत्री युवा क्लब आलोकाजा मलाका, टाइगर युवा क्लब मलाका, मकरसङ मलाका, जेजी युथ भलिबल क्लब मलाका, आलोकाजा युनाइटेड मलाका, आयोजक 2 टिम गरी मलाकाबाट 8 टिम सहभागी हुने कुरा जानकारी गर्दछु। पुरस्कार राशिहरू: प्रथम पुरस्कार रु 3,01,000, दोस्रो पुरस्कार रु 1,01,000। विद्यागत तर्फ पनि उचित पुरस्कारको व्यवस्था गरेका छौँ। यो खेल आयोजनालाई सम्पन्न गर्न खर्च विवरण पनि हामीले प्रस्तुत गरेका छौँ। 1 नम्बर पुरस्कार राशि वितरण आरएन 12,200 रिङ्गेट मलेसिया, ट्रली मेडल प्रमाणपत्रको लागि आरएन 1,100 रिङ्गेट मलेसिया, खेल मैदान समेत मर्मत सम्मानको लागि 1,800 रिङ्गेट मलेसिया, प्रचार सम्मान पत्र ब्यानर 900 रिङ्गेट मलेसिया, खेलकुद सामग्री 1,200 रिङ्गेट मलेसिया, स्वयंसेवक खाजा व्यवस्था 2,000 रिङ्गेट मलेसिया, खेलाडीलाई पानी बसिकालन बराबरको 960 रिङ्गेट मलेसिया, टेन्ट हाउस साथै साउन्ड सिस्टमको लागि 900 रिङ्गेट मलेसिया, अन्य थप अन्दाजी खर्च रिङ्गेट 1,800 रिङ्गेट मलेसिया। यस आयोजनालाई सम्पन्न गर्न जम्मा आरएन 22,800 रिङ्गेट खर्च, नेपाली रकम 9 लाख बराबर खर्च हुने अनुमान गरेका छौँ। यस खेल आयोजनाको लागि तीव्र गतिमा पूर्व तयारी हुँदै गरेको जानकारी गर्दै थप जानकारी हाम्रो महासचिवबाट प्राप्त हुनेछ भन्दै म बिदा हुन चाहन्छु। धन्यवाद। धन्यवाद सहमति अध्यक्ष प्रतिनिधिज्यू र जति पनि यस आयोजना हुन गइरहेको खेल प्रतियोगिताको बारेमा हाम्रो श्रद्धेय अध्यक्ष प्रतिनिधिबाट विस्तृत रूपमा जानकारी दिइसक्नु भएको छ र जति पनि खेल आयोजनामा सहभागी टिम र पुरस्कार राशिहरूदेखि लिएर खर्च विवरणहरू सबै यसमा अध्यक्षले प्रस्तुत गरी विस्तृत रूपमा प्रस्तुत गरिसक्नु भएको कुरा यहाँहरूलाई जानकारी गर्न चाहन्छु। र अब भने आजको यस पत्रकार सम्मेलनमा उपस्थित भएका अतिथिलाई म छोटो मन्तव्यलाई जोड्न चाहन्छु र यस खेल आयोजनाको बारेमा थोरै आफ्नो कुराहरू राख्ने हुन सहयोगी विभागको अध्यक्ष साथै एनआरए क्षेत्रीय समिति मलाकाका वरिष्ठ अध्यक्ष श्री रविलाई छोटो विशेष रूपमा आफ्नो भनाइ राख्ने हुन म अनुरोध गर्न चाहन्छु। धन्यवाद मेरो स्याहारले आजका पत्रकार सम्मेलन कार्यक्रमका सञ्चालक, त्यसै गरी आजको यो पत्रकार सम्मेलनका सभापति अध्यक्ष श्री प्रदीप बोहराज्यू, त्यस्तै विशिष्ट अतिथि हाम्रा आदरणीय सर गोराजी समूह र महासचिव र विशेष सबैजनालाई यो सभामा हाम्रो भलिबल कार्यक्रमको पत्रकार सम्मेलनमा उहाँहरूको आतिथ्यलाई स्वीकार गरेर पाल्नुभएका सम्पूर्ण महानुभावमा हार्दिक नमस्कार। म हेर्दै तर्फबाट यो कार्यक्रमको बारे भन्नु निकै गर्व पनि लाग्छ मलाई, कारण धेरै कुराहरू छन् जसको चाहिँ उहाँले लिनुभएको उद्देश्य नै मैले चाहिँ उद्देश्यलाई चाहिँ प्राथमिकता दिएको छु। जुन एउटा खेलको लागि धेरै हामीले संस्थाहरू उब्जाएका छौँ, सञ्चालन गरेका छौँ, तर त्यो खेलको स्थापना कति क्लबमा अथवा खेलाडीको निमित्त भनेर यसरी क्लबले उहाँको निमित्त उहाँलाई समर्पित गरेर गरिने कार्यक्रम सम्भवतः कमै छ र छैन पनि जस्तो लाग्छ। यो कार्यक्रम उहाँले आयोजना गर्नुभएको छ, यसको लागि म आफ्नो हृदयबाट सधैँ कृतज्ञता ज्ञापन गर्न चाहन्छु। र अर्को कुरा, यसको अर्को चाहिँ राम्रो पक्ष भन्दा चाहिँ
हामी सबै प्रवासमा छौँ, हामी सबै श्रमिक हौँ र त्यो श्रमिकमध्ये धेरै खेलाडीहरू पनि हुनुहुन्छ नि त। त्यो खेललाई चाहिँ सहभागिता जनाउनको लागि पनि एउटा त्यो खेल लामो समयदेखि खेल गराउने अथवा खेल्न जाने भएको हिसाबले त्यो खेलाडीहरूलाई पर्ने भार, इन्ट्री फी, ट्रान्सपोर्टेसन, त्यो खाना बस्न हरेक कुराहरू चाहिँ त्यो कुराहरूलाई मध्यनजर राखेर उहाँहरूले पहिलोपटक होइन दोस्रो पटक गर्नुहुँदैछ क्या। र त्यो पनि यति धेरै सहुलियत हो हामी श्रमिकहरूको लागि, खेलाडी भाइहरूको लागि। त्यसमा पनि म विशेष धन्यवाद दिन चाहन्छु। अन्त्यमा म आफ्नो तर्फबाट, व्यक्तिगत तर्फबाट र मेरो संस्थाको तर्फबाट उहाँलाई सधैँ मन तन धन सकेको सधैँ सकारात्मक हिसाबले साथ सम्पादन गरिरहनेछु र गर्नेछु। र यो कार्यक्रमलाई पनि सफल पार्नको लागि मेरो तर्फबाट हरेक खालको साथ सम्पादन हुनेछ र तपाईँहरूलाई अग्रिम शुभकामना व्यक्त गर्न चाहन्छु। यही भन्दै मेरो विषय व्यक्त गर्न चाहन्छु। धन्यवाद। धन्यवाद तपाईँले दिनुभएको सकारात्मक प्रतिक्रियाबाट हामीले यस कार्यक्रमलाई सफल बनाउन अझ थप उत्साह दिएको भइरहेका छौँ। र त्यसै गरी अब भने फेरि म अलिकति मद्दत गर्न चाहन्छु। यस सगरमाथा युवा क्लबलाई स्थापना गर्नको लागि ठुलो भूमिका र जति पनि यस सगरमाथा युवा क्लब स्थापना गर्नको लागि उहाँले नै मेरो कार्य समितिलाई छनौट गर्नुभएको थियो र त्यो कुरा पनि यहाँ उहाँहरूलाई स्मरण गर्न चाहन्छु। सायदै उहाँ नभइदिएको भए अहिले सायद यो अलगामा सगरमाथा युवा क्लब भन्ने सायद राम्रो संस्था रहँदैन थियो र उहाँको देख्छ र उहाँलाई हामी धेरै सम्झिरहेका छौँ र उहाँलाई सधैँभरि सम्मानका साथ हामी यस सगरमाथा युवा क्लबले सुधारको हामी सुधार गर्ने भागको कर्तव्य छ, प्रभाव दिइरहनेछौँ। र त्यसै गरी उहाँले नै म मन्तव्यका लागि जोड्न चाहे र आजको यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित भएका गैरवासीय नेपाली सङ्घ समन्वय परिषद एनआरएनए मलेसियाका महासचिव श्री विष्णु प्रसाद बरालजीलाई यस खेलाडीहरूको बारेमा थोरै आफ्नो धारणाहरू अथवा विचार राख्दै गर्नमा अनुरोध गर्न चाहन्छु। धन्यवाद यस कार्यक्रमका सञ्चालकज्यू। जीवन स्मृति दोस्रो सगरमाथा नकआउट भलिबल प्रतियोगिताका कार्यक्रम सञ्चालकज्यू, अतिथि सयपत्री युवा क्लब बलाटाका अध्यक्ष, गैरौसी नेपाली सङ्घ क्षेत्रीय राज्य समिति बलाटाका वरिष्ठ उपाध्यक्ष केन्द्रीय समितिज्यू, उपस्थित सम्पूर्ण महानुभावहरू, अनि यस मलाई प्रत्यक्ष रूपमा आजको यो पत्रकार सम्मेलनमा हामीलाई सामाजिक सञ्जालको माध्यमबाट संसारभरि फैलाउनु हुने गैरौसी नेपाली सङ्घ क्षेत्रीय राज्य समिति बलाटाका सचिव तथा हिरो नेपाल टिभीका सम्पादक आदरणीय व्यक्तित्व मनोज बसौती छ। र मलाई चाहिँ यो सगरमाथा नाम चाहिँ नामाकरण गर्दै गर्दा यो बाछाको ग्राउन्डमा रुखको छाडीमा बसेर हाम्रो आइएनी मलागाका विजय सरलाई पनि सम्झिन चाहन्छु। मैले सगरमाथा नाम चाहिँ नामाकरण किन गरेँ भने संसारमा सबैभन्दा ठुलो अग्लो हिमाल नेपाल जुन सगरमाथा 8848 लम्बाइ छ, एउटा लम्बाइ छ, त्यो नामाकरण गर्दै गर्दा यो सगरमाथा युवा क्लब यो उचाइसम्म पुग्छ भन्ने चाहिँ मलाई लागेको थिएन। धेरैजना मान्छेहरूले चाहिँ त्यो 2-4 दिनमा हराउँछ, 2-4 दिनमा हराएर लोप हुन्छ भन्ने मान्छेहरूको लागि पनि आज यो क्लब यो संस्था यो स्थानसम्म पुग्दाखेरि मलाई चाहिँ गर्व महसुस भएको छ। पहिलो संस्करणमा चाहिँ म यही दिन यो संस्करणमा सायद म केही अवस्थाले गर्दा म नेपाल हुनेछु। त यो खेल अझै पनि राम्रो होस्, सभ्य होस्, भव्य होस्, यही शुभकामना दिन चाहन्छु। अझै पनि सगरमाथा युवा क्लबलाई मेरो ठाउँबाट दिनुपर्ने साथ सपोर्ट अझै रहिरहनेछ। म व्यक्तिगत तर्फबाट, मेरो संस्थाको तर्फबाट म भएसम्म सगरमाथा युवा क्लबलाई भित्रदेखि अझै सपोर्ट गर्न त सकियो र पहिला विभिन्न काममा व्यस्त भएको कारणले गर्दा, विभिन्न सङ्घ संस्थाहरूसँग आबद्ध भएको कारणले गर्दा तैपनि अझ अझै अगाडि लैजानुहुन्छ भन्ने कुरा आशा गर्दै आजको यो कार्यक्रममा मलाई
गैर नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद मलेसियालाई तथा व्यक्तिलाई यी विदेश गर्ने भएकोमा विशेष धन्यवाद सगरमाथा लिँदै बिदा हुन चाहन्छु। थ्याङ्क यू भेरी मच। जय नेपाल। धन्यवाद आजको यस कार्यक्रममा प्रमुख अतिथिज्यू र जति पनि यहाँले दिनुभएका आफ्नो विचारहरू र यहाँले दिनुभएका सल्लाह सुझावले गर्दाखेरि हामीले यस आगामी दिनहरूमा हाम्रो संस्थाले अगाडि बढाउनका निम्ति थप उत्साह दिएको अनुभूति गरेसँगै यस हाम्रो कार्यक्रमलाई स्वर्गीय जीवन मगर दोस्रो संस्करण भलिबल आमन्त्रण भलिबल प्रतियोगितालाई सफल बनाउन अझ थप हामीलाई ऊर्जा मिलेको महसुस गरेका छौँ र म स्मरण गर्न चाहन्छु आज गत साल पहिलो संस्करण आमन्त्रण भलिबल प्रतियोगितालाई सफल बनाउनका लागि पहिलो कार्यक्रम समुद्घाटन कार्यक्रमको लागि उहाँले प्रमुख अतिथितामा हामीले कार्यक्रम उद्घाटन बाध्यताका साथ गरेका थियौँ भने कारणवश यो दोस्रो संस्करण कार्यक्रममा यहाँको अनुपस्थिति साथै उहाँकै कारणवश नेपाल जानुभएको हुँदाखेरि हामी कता कता अलिकति खल्लो महसुस पनि गरेका छौँ। तर अब हामी प्रवासमा रहेर भरेको टाइम जस्तै तातो हामीले सबै पनि छोड्न सकिने अवस्थामा छैन। तर हामी उहाँ जता रहे पनि उहाँले यस सगरमाथा युवा क्लबप्रति पुर्याउनु भएको योगदान हामी सधैँ सम्झिरहनेछौँ र उहाँको बाँकी नेपालको बसाइहरू एकदम सुखमय रहोस् भन्ने पनि हामी सिङ्गो सगरमाथा परिवार लगायत मेरो व्यक्तिगत तर्फबाट पनि म उहाँलाई शुभकामना दिन चाहन्छु। र त्यसै गरी आजको यस पत्रकार सम्मेलन कार्यक्रमलाई बाट हाम्रो स्वर्गीय जीवन मगरको स्मृतिमा दोस्रो संस्करण आमन्त्रण भलिबल प्रतियोगिताको विषयमा विस्तृत रूपमा हाम्रो सभाध्यक्षबाट जानकारी भइसकेको कुरा पनि म यहाँलाई विस्तृत रूपमा जानकारी दिइसकेको कुरा पनि म यहाँलाई जानकारी गराउन चाहन्छु। र साथै आजको यस कार्यक्रममा उपस्थित हुनुभएका अतिथिहरूबाट पनि हामीलाई उहाँको मन्तव्यबाट पनि हामीले धेरै कुराहरू प्रेरणा साथै उत्साह मिलेको छ। अझै अब भने जति पनि सबै विस्तृत रूपमा जानकारी भइसके यस उपस्थित हुनुभएका हाम्रा पत्रकारहरूबाट केही कुरा जिज्ञासाहरू र केही प्रश्नहरू राख्न सक्नुहुनेछ र हामीले उहाँले सोध्नुभएका जति पनि सवाल प्रश्नहरू के कति छ उहाँको प्रश्नबाट हामी थप थप जानकारी दिनेछौँ। कृपया अझ यस कार्यक्रममा उपस्थित हुनुभएका हिरो नेपाल टिभीका सम्पादक श्री मनोज दसौलीज्यू यहाँलाई के यहाँको जिज्ञासा प्रश्नहरू छन् भने कृपया राख्न सक्नुहुनेछ। धन्यवाद महासचिवज्यू। हाम्रो एउटा क्वेसन छन्, प्रश्नहरू छन्। यसभन्दा अगाडि तपाईँहरूले यो छ र बाहिरबाट 6 गरी जम्मा 12वटा टिम मात्रै भन्नुभएको थियो। अहिले चाहिँ 18वटा टिमले यसो गर्नुभएको छ तपाईँहरूले। यसको कारण के हो बताइदिनुहोस् न। धन्यवाद पत्रकारज्यू प्रश्नको लागि। हामीले यो संस्करणका लागि हामीले 12 टिमले मात्र आमन्त्रण गर्ने भनेर योजना बनाएका थियौँ। तर यसमा हामीले 18 टिमलाई आमन्त्रण गर्नको लागि किन आमन्त्रण गर्नु भन्ने कुरामा चाहिँ म यहाँलाई यही मार्फत मञ्च मार्फत सबैजनाले म प्रश्न पार्न चाहन्छु। हामीले 12 टिमलाई मात्र आमन्त्रण गर्नुको मुख्य उद्देश्य भनेको जति पनि धेरै आमन्त्रण हामीसँग एकदम छुट्टी 2 दिन मात्रै भएको कारणले गर्दा धेरै टिम आमन्त्रण गऱ्यो भने हामीले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सकिँदैन कि भन्ने खालको हाम्रो एउटा मनमा त्रास थियो। तर त्यही कारणले हामीले 12वटा टिमलाई मात्र आमन्त्रण गर्ने योजना बनाएका थियौँ। तथापि हामीले 18 टिमलाई आमन्त्रण गर्नुको कारण चाहिँ हाम्रो यो खेल आयोजना भनेको जति पनि मलेसियामा रहनुभएका नेपालदेखि आफ्नो श्रम बेच्न मलेसिया आउनुभएका खेलाडी साथीहरूलाई जति पनि सबै खेलाडीहरूले यस खेल मैदानमा सहभागी गराएर उहाँहरूको खेल प्रदर्शन गराउने हाम्रो योजना थियो। र जति पनि यस मलेसियामा उपस्थित श्रमको लागि आउनुभएका
हाम्रा खेलप्रेमी दर्शक महानुभावहरूले पनि उहाँहरूको खेललाई हेरेर मनोरञ्जनको लागि छुट्टै एउटा हाम्रो आपसी नेपाली समाज र सद्भावलाई अझ थप हाम्रो गइरोस् भन्ने खालको हामीले आयोजना गरेनौँ। तर हामीले 12 टिमले गर्दाखेरि जति पनि मलेसियामा रहनुभएका खेलाडीहरूले हामीले समेट्न सकेनौँ, किनकि 12 टिमलाई मात्र हामीले आमन्त्रण गर्दाखेरि हाम्रो जति पनि नेपालदेखि आउनुभएका खेलाडीहरू धेरै हुनुहुन्छ। उहाँहरूले आफ्नो खेल प्रदर्शन गर्न नपाउने भएको कारणले गर्दाखेरि चाहिँ हामीले सबैले समावेशिताका साथ जति पनि यस मलेसियामा श्रम गर्दै आउनुभएका सबै ठाउँ सबै स्टेट सबै राज्यलाई समेटेर गर्दाखेरि चाहिँ हामीले 8वटा टिम र मलाका भित्रले पनि 8वटा टिमलाई चाहिँ हुन परेको छ भन्ने कुरामा यहाँबाट स्पष्ट र सबैजना जानकारी। त्यसै गरी तपाईँहरूले पहिला चाहिँ टिम दर्ता गर्दाखेरि दर्ता शुल्क त्यही नै तपाईँको अडान स्थगित छ। यस हाम्रो संस्करण आमन्त्रण भलिबल प्रतियोगिताको लागि चाहिँ हामीले पहिला जस्तो हामीले सूचना प्रचार गरेका छौँ हाम्रो अडान त्यही नै छ र खेलाडीहरू यसमा सहभागिता हुनको लागि चाहिँ दर्ता शुल्क चाहिँ बिल्कुलै लाग्ने छैन भन्न चाहन्छु। र थप प्रश्न राखिदिनुहोस्। तपाईँहरूको यो कार्यक्रमको यो तयारी अन्तिम चरणसम्म त पुगिसकेको त छैन, हामीले निश्चित रूपमा पूर्व तयारीहरू गर्दैछौँ र यस प्रतियोगिता हामीले एकदम बिचमै पुर्याएका छौँ भनौँ न, एकदम अन्तिम चरणसम्म त पुगेको छैन, तर हामीले तीव्र गतिमा नै तयारी गरिरहेका नै छौँ। जसरी हिजो तपाईँहरूले 12बाट अहिले 18 बनाउनु भयो, फेरि थपिएर चाहिँ 20-22 हुने सम्भावना अब भने तर जति पनि सहभागिताको लागि धेरै ठाउँबाट धेरै टिमबाट अनुरोध आइरहेको छ, तर हामीले कारणवश थप अब टिमलाई हामीले सहभागिता दिन सकिने अवस्था छैन। कृपया सबैजनाले यही मार्फत म क्षमा पनि माग्न चाहन्छु। जति सकेको हामीले मलेसियामा रहेको मुख्य टिम र जति सबै स्टेटमा रहेका खेलाडी साथीहरूलाई टिमहरूले मैले समेटेका छौँ। कारणवश अब कहीँ कतै छुटफुट भयो होला, त्यसको लागि उहाँले हामीले आमन्त्रण गर्न सकेनौँ, त्यसको लागि हामी क्षमा पाएका छौँ। र अब भने यस 18 टिमभन्दा हामीले थप चाहिँ अब सहभागिता दिने छैन। जस्तो तपाईँहरूको खर्च रकम एकदमै ठुलो देखिएको छ, ठुलो बजेट देखिएको छ। यो बजेट व्यवस्थापन तपाईँहरूले गरिसक्नु भएको छ कि के छ? कतिको सहयोगको तपाईँहरूले अपेक्षा गरे अनुसार सहयोगहरू जुटिरहेको छ कि? यो एकदम मनको कुरा प्रश्न गर्नुभएको छ दाजु। यस संस्थाले बिना दर्ता शुल्क खेल आयोजना गर्दै गर्दाखेरि केवल सगरमाथा युवा क्लब केवल हामी माध्यम मात्र बनेका छौँ। हामीले त यस आयोजनाबाट आयोजना गर्ने हामी माध्यम हो। केवल हाम्रो यस आर्थिक सहयोगको लागि आर्थिक सहयोग गर्नुहुने हामीले अझै सबै धेरैजना सहयोगदाताहरू हुनुहुन्छ र उहाँहरूको सहयोगले र विगत गएको साल पनि उहाँहरूको सहयोगले हामीले भव्यताका साथ सम्पन्न गरेका छौँ। त्यसरी नै उहाँहरूले गर्नुभएको साथ सपोर्ट र सहयोगबाट नै हामीले दोस्रो संस्करण आयोजन गर्न थप हामीले प्रेरणा र उत्साह मिलेको हो। र हामी यस आयोजना गर्दै गर्दाखेरि आर्थिक यस सगरमाथा युवा क्लबप्रति जति पनि मलेसियामा रहनुभएका दाजुभाइ दिदीबहिनी लगायत व्यवसायी श्रमिकहरू लगायत यहाँले गर्नुभएको विश्वास माया र भरोसाले गर्दाखेरि नै हामीले यस कार्यक्रम आयोजना गर्न लागिरहेका छौँ। र यस खेल आयोजना व्यवस्थापनको लागि भने हामीले खर्च तीव्र रूपमा अब आर्थिक सहयोगदाताहरूबाट आर्थिक सहयोग आउने क्रम जारी नै रहेको छ र कति आर्थिक सहयोगहरू पनि हामीले प्राप्त भइसकेको पनि छ र अझ पनि कति सहयोगदाताहरू पनि सम्पर्कमा आउनुहुँदैछ। उहाँहरूले हामीले आफ्नो रिक्वेस्ट गरेर भन्दा पनि उहाँले आफैले यस तपाईँहरूको खेल आयोजनाले सम्पन्न गर्नका लागि म पनि यसमा केही एउटा इँटा जोड्न चाहन्छु, म पनि केही सहयोग गर्न चाहन्छु भनेर उहाँहरू जोडिराख्नु भएको छ। उहाँहरूको लागि म धेरै धेरै धन्यवाद को सहयोग प्राप्त गरिरहनु भएको छ होइन त? हामीले जति पनि खर्च हामीले अनुमान गरेको खर्च जति त सायद आर्थिक सहयोग हामीसँग नहुन सक्छ होला, तर त्यसको बाँकी खर्च हामीले आफ्नो संस्थाको कोषबाट पनि हामीले त्यसलाई व्यवस्थापन गर्नेछौँ भन्ने कुरा पनि यहाँले म जानकारी गराउन चाहन्छु। त्यसै गरी अर्को प्रश्न, तपाईँले 18वटा टिम अहिले दर्ता गरिसक्नु भएको छ,
के छ त्यो टिमहरूले कहिलेसम्म तपाईँलाई तपाईँहरूमा सम्पर्क गरिरहनु पर्ने? यदि त्यस्तो सम्पर्कमा आएनन् अथवा टिमहरू तपाईँहरूको सम्पर्कमा आएनन् र के गर्नुहुन्छ त्यतिखेर तपाईँहरूले? धन्यवाद। किनभने यहाँनिर त तपाईँले दर्ता सिटो लिनु भएको थिएन, दर्ता सिटो लगिसकेपछि उनीहरू त आउनै पर्ने बाध्यता त देखिएन होइन? त्यस्तो अवस्थामा चाहिँ टिम नआउनु पनि सक्छ। त्यस्तो अवस्थामा चाहिँ अलि चाँडो एकदम राम्रो प्रश्न सोध्नुभएछ। यो हामीले जति पनि आमन्त्रण गरिसकेर हामीले जुन संस्थालाई हामीले अल्टिमेट टाइम दिएका थियौँ, निर्धारित समय हामीले पत्र उहाँहरूको हातमा परिसकेपछि 5 दिनभित्र उहाँले सहभागिता हुने नहुने उहाँले त्यो जानकारीको लागि पनि हामीले सबै पत्रमा उल्लेख गरेका थियौँ र त्यही मार्फत उहाँहरू सबै जति पनि हामीले आमन्त्रण गरेको टिमहरू सबै सहभागिता हुने नै भएको छ र कारणवश उहाँहरूले बिचमा हामीले उहाँहरूको नामलाई हामीले यस सहभागितामा समावेश गरिसकेपछि कारणवश उहाँहरू समावेश नभइदिएको खण्डमा हामीले यो संस्करण भलिबल प्रतियोगिता आयोजना भनेको हामीले गत साल यो साल मात्रै नभएर आगामी सालहरूमा पनि यसरी हामी आयोजना गर्दै नै छौँ। यस हामीले वचन दिइसकेपछि कारणवश उहाँहरूको सहभागिता हुन नसकेको खण्डमा चाहिँ आगामी कुनै पनि खेल आयोजनाहरूमा त्यो टिमले हामी सहभागिता दिने छैनौँ र गएको साल पनि हामीले 2टा टिमलाई हामीले कारबाही मैले भन्न खोजेको चाहिँ कहाँनिर हो भने जस्तो तपाईँले बनाउनु भयो भने त्यो समयभित्र उपस्थित भएन अथवा ढिलो उपस्थित भयो भने त्यो टिम सहभागिता लिन पाउँछै हुँदैन, त्यसमा सहभागी हुन पाउँछ न? हजुर, एकदम राम्रो प्रश्न सोध्नुभयो। यसमा चाहिँ हामीले त्यो समयको बारेमा चाहिँ म यही मार्फत विस्तृत जानकारी दिन चाहन्छु। जति पनि हामीले त्यही पत्रमै उल्लेख गरेका छौँ, हामीले 10 बजीभित्र जसरी पनि खेल मैदानमा प्रवेश उपस्थित र सहभागी भइसक्नुपर्ने हामीले जानकारी त्यही पत्रमा उल्लेख गरेका छौँ र कारणवश उहाँहरू हामीले खेल सुरु हुने भनेको हामीले 11 बजीदेखिको हाम्रो समय हो, खेल सुरुवात हुने समय। यदि उहाँहरू 10 बजीसम्म र 11 बजीसम्ममा उहाँहरू उपस्थित भइसक्नु भएन र उहाँले विस्तृत रूपमा जानकारी दिनु भएन भने हामीले त्यो टिमलाई हामीले जुन सहभागिता लिस्टबाट नै हामीले उहाँलाई रद्द गर्नेछौँ भन्ने कुरा पनि उहाँहरूलाई म यही मार्फत म जानकारी गराउन चाहन्छु र कृपया हामीले दिएको समयमा अनिवार्य र तोकिएको स्थानमा समयमा नै सहभागी भइदिनु पनि सबै सहभागी टिमहरूले म अनुरोध गर्न चाहन्छु। प्रतियोगिता भव्य र सभ्यताका साथ सफल होस्। हाम्रो धन्यवाद। त्यति नै होला, अरू के छ? अरू कहीँ कतैबाट त्यस्तो जिज्ञासाहरू उपस्थित हुनुभएका सबै साथीहरू त्यस्तो जिज्ञासाहरू छ भने कृपया आफ्नो भावना विचारहरू राख्न सक्नुहुनेछ र धन्यवाद। यस तपाईँको आफ्नो जिज्ञासा प्रश्नको लागि हिरो नेपाल टिभीका सम्पादक पत्रकार मनोज दसौतीज्यू र तपाईँको उपस्थिति र सहभागिताले आजको यस हाम्रो पत्रकार सम्मेलन सफल भएको छ र त्यति मात्र नभएर आजको यस हाम्रो पत्रकार सम्मेलनमा हाम्रो निमन्त्रणाले सहज स्वीकार गरी उपस्थित हुनुभएका आफ्नो अमूल्य समयलाई अब पनि सदुपयोग गर्दै उपस्थित हुनुभएका हाम्रा अतिथि वर्गजनले पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु र त्यसै गरी यहाँले दिनुभएको शुभकामनालाई लिएर हाम्रो यस कार्यक्रमलाई सफल गराउन थप उत्साह मिलेको पनि हामीले अनुभूति गरेका छौँ र विशेष गरी आज हाम्रो पत्रकार सम्मेलनमा उपस्थित हुनुभएका यिनीहरू सम्पूर्णलाई पनि म विशेष धेरै धेरै धन्यवाद दिन चाहन्छु र त्यति मात्रै नभएर यस हाम्रो खेल आयोजनालाई अन्तिम चरणसम्म तपाईँहरूको साथ सपोर्ट र सहयोग यसरी नै रहिरहनेछ भन्ने पनि मैले आशा राखेको छु र जसरी हाम्रो यही मार्फतले थोरैमा हाम्रो यस कार्यक्रमलाई सफल बनाउन आर्थिक सहयोग गरिरहनु भएका र गर्नुहुने सबैजना सहयोगी दाताहरूले पनि म विशेष धेरै धेरै धन्यवाद दिन चाहन्छु र विशेष गरी आज उपस्थित हुनुभएका हाम्रा हिरो नेपाल टिभीका पत्रकार र हिरो नेपाल टिभीबाट हाम्रो यस पत्रकार सम्मेलन प्रत्यक्ष प्रसारण भइरहेको छ र यही मार्फत म पछि हाम्रो
खेल आयोजना 2 दिनलाई पनि सुरुवातको दिनदेखि अन्तिम चरणसम्म पनि हिरो नेपाल टिभीबाट नै खेलदेखि लिएर सबै कार्यक्रमहरूलाई प्रत्यक्ष प्रसारण हुनेछ भन्ने कुरा पनि म यहाँले जानकारी गराउन चाहन्छु र कृपया सबैजनाले हिरो नेपाल टिभीलाई पनि फलो लाइक र सब्सक्राइब गरिदिनु हुन पनि म अनुरोध गर्न चाहन्छु र त्यसै गरी आजको यस कार्यक्रममा उपस्थित हुनुभएका यहाँहरू सम्पूर्णले विशेष धेरै धेरै धन्यवाद दिँदै आजको यस पत्रकार सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्न तपाईँहरूको साथ सपोर्ट गर्नुभएकोमा यहाँलाई विशेष गरी यहाँको उपस्थितिलाई पनि विशेष ध्यानमा राख्दै आजको यस पत्रकार सम्मेलन समापन भएको घोषणा गर्न चाहन्छु।